हेलो नमस्कार। रेनो काग्री गाउँको यो सर्स्युङ है सेतो सर्स्युङको बारीमा ल्याएको छु। रामबहादुर अधिकारीले छर्नु भएको थियो। यति राम्रो यो सर्स्युङ चाहिँ छर्नुको महत्त्व केवल तेलको लागि मात्र नभएर, पिनाको लागि मात्र नभएर, यो सर्स्युङ चाहिँ हाम्रो विभिन्न जाति अनुसार है, परम्परा अनुसार हाम्रो पूजापाठ, हाम्रो जति पनि ड्राइभिङ गर्नुहुन्छ है गुरुजीहरू हुनुहुन्छ, उहाँहरूले पनि गाडीको अगाडि है माला जस्तो बनाएर राख्नुहुन्छ, ताकि कुनै पनि अनहुनी कामबाट बाँच्नलाई, अनि कुनै पनि नराम्रो हुन आँटेको छ, आफूलाई कुनै दशा बिग्रेको छ है, ग्रह दशाले आफूलाई नराम्रो नेगेटिभतिर लाँदैछ भने त्यसलाई पनि सुधार्ने, जोगाउने काम गर्छ भन्ने हाम्रो पुर्खादेखि चलेको विचार अनि अनुभवलाई नै हामीले राखेका छौँ। र यसरी सर्स्युङ बारी देख्न सक्नुहुन्छ, यति राम्रो छ। यो चाहिँ रामबहादुर अधिकारीले छर्नु भएको हाम्रो रिनो काग्री गाउँकै भेगमा पर्छ। देख्न सक्नुहुन्छ है, यो कति राम्रो फुल। यहाँनिर मौरी भन्केको सुन्दै हुनुहुन्छ होला है, भुन्नुन्नुन्नु मौरी भन्केको छ। भमराहरू आएका छन्, विभिन्न किरा फटेङ्ग्राहरू आएका छन्, यहाँ रस चुसेका छन्। मौरीले स्वादिष्ट मह बनाउने क्रम छ। आज हेर्नुहोस्, यो जाडो महिना लागेपछि मौरीहरू लेकबाट औल झर्दा साँच्चै नै तपाईँहरूको घरमा पाल्नु भएको मौरीलाई हामीले स्वच्छ हावा, स्वच्छ खानेकुरा एकदमै राम्रोसँग दिन सक्छौँ भनेर यसरी तोरी छर्नु भएको। उहाँकोमा नि 3-4 डोड मौरी छ है, देख्न सक्नुहुन्छ। र यो चाहिँ सर्स्युङ खेतीलाई हामीले छोटो रूपमा यो भिडियो बनाएर तपाईँलाई देखाउने कोसिस गरेका हौँ। र हाम्रो कुटिटार वार्ड आग्री गाउँ 99% खेती गर्ने यो जग्गा भएको हुनाले हाम्रो 3टा बाली आरामले एकदम सजिलो पाराले पाक्छ। हाम्रो मौसम, हाम्रो प्रकृतिले हामीलाई साथ दिनुहुन्छ है। जस्तो धान रोपिन्छ, धानको पश्चात तोरी, गहुँ, अचेल गहुँ कम्ती रोपिन्छ, त्यसको बादमा मकै। एकदम राम्रोसँग 3 छिमल हुन्छ हाम्रोमा। र यस्ता हाम्रा कृषकहरूप्रति हामी आभारी छौँ अनि हामी सन्तुष्टि छौँ। हाम्रो सम्माननीय सिक्किम सरकार, मुख्यमन्त्री महोदय प्रेमसिंह तामाङ, साथै हाम्रो कृषि मन्त्री पुरन गुरुङ